उहाँहरूलाई सम्पूर्ण श्रेय उहाँहरूमाथि म थप्न चाहन्छु र आज म सम्झिन चाहन्छु ती शहीदहरूलाई जसले हाम्रो देश बनाउनको लागि आफ्नो बलिदान दिनुभयो। उहाँहरूलाई विशेष धन्यवाद दिँदै अब यो देशलाई बनाउनु पर्छ भनेर जुन आज मैले यस गाउँका युवाहरूलाई देखिरहेको छु, हामी जुन उत्साह र जोश जाँगरको साथ आज यस ठाउँमा उपस्थित भएका छौँ। आज हाम्रो यस राष्ट्रिय झन्डा पनि च्यातिएर जिउन रहेको अवस्थामा थियो। हाम्रो आदरणीय यसै जिल्लाका सफल व्यवसायी तथा युनिक एग्रो सेन्टर एन्ड रूपक भेट फर्माका सञ्चालक आदरणीय रूपक बानियाजीले जसरी हामीलाई यो झन्डा दिएर एउटा सहयोगको हात बढाइदिनु भयो, यसको लागि पनि म उहाँलाई विशेष धन्यवाद दिँदै आगामी दिनहरूमा पनि उहाँको हाम्रो यस गाउँ समाजलाई ठुलो साथ र सहयोग रहनेछ भन्ने कुरा पनि विश्वास लिएको छु। यति भन्दै हाम्रा आदरणीय साथीहरू पनि तौलियाबाट आउनुभएको छ, म उहाँहरूलाई पनि विशेष धन्यवाद दिन चाहन्छु। हाम्रा यस गाउँका दाजुभाइ दिदीबहिनीहरू जसले यो कार्यक्रमलाई सफल बनाउनको लागि आफ्नो घरको कामलाई थाँती राखेर यस स्थानसम्म उपस्थित हुनुभयो, सम्पूर्णलाई विशेष धन्यवाद दिँदै आजको यस कार्यक्रम भव्य र सभ्य रूपले सफल भएको घोषणा गर्दै आज हाम्रो यस टिममा एकजना हाम्रो प्रिय साथी सरोज अर्यालजीको जन्म उत्सव पनि रहेको हुँदा म उहाँलाई पनि सम्झन चाहन्छु। आदरणीय सरोज अर्यालज्यू, उहाँको जन्म उत्सवसँगै उहाँको जीवन सफल बनोस्, उन्नति र प्रगति हुँदै जाओस्, आगामी दिनहरू उहाँको सुखमय रहोस् भन्ने कामना सहित उहाँलाई एकचोटि सम्पूर्ण साथीहरूले ह्याप्पी बर्थडे टु यु सरोज भाइ भनेर ताली फर्काइदिनु पनि अनुरोध गर्दछु।